यो के माछा हो यो मोरङ्गा माछा चाहिँ यहाँ यसरी छ त्यो ठुल्ठुलो माछा छ कि आज होइन अझिलो छिटो ओइ यस्तो ढुङ्गा यस्तरी आइडियाले होइन हामीले त खतरा तरिकाले माछा मार्छौँ के यस्तो आइडिया। हेलो साथीहरू नमस्ते। आज हामी फेरि पनि तपाईँहरूले देख्नुभयो होला म चाहिँ आज कुन ठाउँमा छु। आज खोलामा हामी माछा मार्न भनेर आएको छु। आज चाहिँ तपाईँहरूलाई मैले देखाउन गएर चाहिँ एकदमै माछा छ कि यो द्वालोमा चाहिँ। अनि आज चाहिँ हामीले यो द्वालो चाहिँ मार्नेछौँ। माछा यहाँ यस्तरी हिँड्नु यहाँ यसरी हिँडेको छ माछा। भिडियोमा चाहिँ देख्नु भएको छ कि नै न, तर माछा चाहिँ एकदमै छ कि यो। हामीले यो आज यो द्वालो थुन्छौँ हामी। अनि यता चाहिँ हाम्रो ड्राइभर भाइले चाहिँ मजाले ठुलो ढुङ्गा उचाल्न लागेको छ यो चाहिँ होइन। के छ सकिन्छ त यो? सकिन्छ नि। लोकल देउसोत खोलाको लोकल माछा खाना भनेर बेलुका गएर यस्तो झोल बनाएर अनि त्यसपछि सुप बनाएर मजाले खाइन्छ आज हामीले होइन। लोकल माछा देउसोत खोलाको यो भिडियो चाहिँ विशेष गरी हाम्रो भेनाजुको लागि तपाईँले हाल्नु भएको रहेछ। यो चाहिँ यो के भन्छ यसलाई, यो घसे यो के पात पटिङ्गर। विशेष गरी धेरै धेरै धन्यवाद भेनाजु तपाईँलाई। यता ड्राइभर भाइको बोडी हेर्नु त यस्तरी मजा छ बोडी त आम्मामा यार। यता हाम्रो जेठान अनि त्यसपछि भाइहरूले चाहिँ माटो बोक्नलाई बाटो बनाउँदै हुनुहुन्छ। सो गाइज हामीले चाहिँ पानी यहाँबाट कटाउँछ है। म पनि अब काम गर्छु, धेरै बोल्नु हुँदैन। सबैजनाले बराबर काम गर्नुपर्छ। बेलुका पनि बराबर भाग लाएर माछा खानुपर्छ। त्यसैले म पनि काम गर्छु साथीहरू। ल एकछिनको लागि अझिलो छिटो ओइ यस्तो ढुङ्गा यस्तरी आइडियाले होइन हामीले त खतरा तरिकाले माछा मार्छौँ के यस्तो आइडिया। रसी हालेर मजाले यत्रो ढुङ्गा केरेनले जस्तो उठाइरहेको छ केटाहरूले। आमामा केटाहरू त जोस जागरले यार माछा खोज्न आइरहेछ आज होइन। पुरा चार्ज दिइरहेछ क्या घरबाट होइन। एक बोर्डका जाँड खाएर आइरहेछ केटा। यसले त दुइटै खाइरहेको है। हुर्रा 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 ल ल ल रस्सी हाल्यो है मेरो एउटा हातले। हो यसरी सकिन्छ ल अलिअलि। ल साथीहरू थुन्यो है थुन्यो। यो यताबाट लग्यो पानी सरर थुन्यो। अब माछा खोज्न सुरु हुन्छ है साथीहरू। ढिसाटी लाग्यो माछा हेलो साथीहरू। अब हामीले माछा कमाउन सुरु गर्छौँ है। माछा निस्किसकेको छ। बाल्टी लानु सर। माछा अरे जल्दी निकल रे भाई। माछा खोइ कराम क्या असला माछा असला माछा बम बम ए माछा रे भनको साथीहरू अब यो ढुङ्गाको माछा पनि सबै निकाल्यो हामीले। यसरी बनाइयो है। ल यसरी पानी छाप्दैछ यहाँको पानी। यो सबै सुकायो हामीले।
कस्तो छ आज मेरो हालत ल माछा चाहिँ छ है टन्नै निकाल्यो हामीले माछा अब ए साथीहरू ठुल्ठुलो यो माछा होइन मोरङ्गा माछा हो कि यो लोकल मोरङ्गा माछा छ है माछा निकाल्नु बाँकी छ हामीले ठुल्ठुलो छ है ठुलो माछा निकाल्नु भयो साथीहरू आज चाहिँ एकदम मजाले यो ज्वालो थुन्यो होइन यताबाट लगाएर पानी यताबाट कटायो हामीले माछा चाहिँ टन्नै यो छ है माछा यहाँ अब लोकल असला माछा चाहिँ मजाले निकालेको छ हामीले ल माछा समात्यो होइन आज अब माछाको भिडियो चाहिँ अहिले लास्टमा देखाउँछु माछा कति पायो भनेर होइन ल म पनि माछा समाउँछु अब है साथीहरू रमाइलो छ होइन अब माछा चाहिँ यहाँ छ है साथीहरू यहाँ यो खोल्ने चाहिँ कसरी हो ल माछा चाहिँ यहाँ यसरी छ त्यो ठुल्ठुलो माछा छ क्या आज होइन ठुल्ठुलो हो यो असला माछा हो यो यसलाई के भन्छ थाहा छैन यो बुदुना भन्छ होइन यो चाहिँ भोटी माछा भन्छ यसलाई होइन अनि मोरङ्गा कान्छा यो होइन भोटी माछा अनि यो के माछा हो यो मोरङ्गा